अवस्था निकै दयनीय छ यता बाटो अवस्था। उतापट्टि जाने ठाउँ पनि छैन। योमा प्रस्तुत गरिरहेका छौँ हामीले। जाम पुऱ्याउने कार्य भइरहेछ यहाँ। मुगलिन नारायणघाट सडक खण्डको जुन बाटो बिग्रिएको छ त्यो पछाडिको अवस्था हो। यो निकै दयनीय अवस्था छ बाटोको। हजारौँ यात्रुहरू यतिखेर प्रभावित छन्। रियल पिक्चर नेपालको फेसबुक पेजबाट तपाईँले हेरिरहनु भएको छ यो दृश्य, जहाँ मुगलिन नारायणघाट सडक खण्डमा पहिरो गइसकेपछि यो अवस्था देखा परिरहेको छ। हामी चाहिँ एकजना यात्रुलाई सोधिरहेका छौँ। हामीसँग एकजना यात्रु हुनुहुन्छ यहाँ, उहाँलाई सोध्छु कहाँबाट आउनुभयो सर? कति बेरबाट जाममा हुनुहुन्छ यहाँ? है मुगलिन नारायणघाट सडक खण्डमा पहिरो गइसकेपछि यो अवस्था भोग्नु पऱ्यो नि त। यहाँ धेरै यात्रुहरू हुनुहुन्छ जो लामो समयदेखि जाममा परिरहनु भएको छ। यो सर हाम्रो यो कुन बाटो हो सर? यो फर्स्ट टाइम आएको सर हो है। यो त रिसिङ घिरिङ के भन्छ यसलाई? भिमादको बाटो। भिमाद हुँदै आएको बाटोमा चाहिँ यो खालको माहौल छ। तपाईँलाई देखाइरहेका छौँ, दृश्यमा हेर्न सक्नुहुन्छ। एकतर्फी रूपमा यतिखेर यात्रुहरूकै प्रयासबाट गाडी खुलेको छ, तपाईँले देख्न सक्नुहुन्छ। र यदि अति आवश्यक नपरेकिन तपाईँहरूले यात्रा नगर्नु होला। अति आवश्यक नपरी यात्रा नगर्नु होला, किनभने बाटो राम्रो छैन। त्यस्तो गजबको बाटो नभएको कारण पनि यताबाट एक स्टेप भने ल अब चाहिँ लगभग जाम खुलेको अवस्था हो। लामो छ जुन जाम देख्न सक्नुहुन्छ। निकै लामो जाम छ यतिखेर। हामीले दृश्यमा कैद गरिरहेका छौँ। यो चितवन जानेदेखि लिएर उता जानको लागि हो। म त यही च्यानल हो। यही च्यानल भन्ने त नआएर त म यही च्यानलबाट। यता यात्रुहरू बहुत दुःख मनाइ गरिरहनु भएको छ। बहुत दुःख बनाइदिए। त बिहामा जान लाग्नु भएको? हजुर, म दुलाकी बहिनीको हालत त्यस्तो भयो हेर्नुहोस्। दुलाकी बहिनीको हालत त्यस्तो छ। यता गर्मी जाम एकदम जाम छ। दुलै लिन कतिखेर पुग्ने थाहै छैन। यस्तो गाह्रो छ है अवस्था। यता फेरि यी बिहेको गाडी देख्न सक्नुहुन्छ। बिहेको गाडी पुरा। एकजना दुलासँग कुरा गर्छौँ हामी। के छ सर स्थिति? सर आज पुर्याउनु हुन्छ नि छिटोबाट। हतार भइसक्यो दुलै ल्याउनु, कहिले ल्याउनु कस्तो गाह्रो छ। दुलालाई दुलै लिन जान हतार भइसक्यो, तर बाटोले त्यो उछार दिएको छैन। लामो छ।
सबै अपडेटहरू। आज विशेष गरी बिहेको दिन, आज बिहेको लगन भएको दिन, त्यसले गर्दा यहाँ रामबाको ठाउँमा बिहेको गाडी देख्न सक्नुहुन्छ। कला अब यतापट्टि हेर्न सक्छ। हामी एकजना सरसँग कुराकानी गर्दैछौँ। सर कतिजना लाउनुभयो? हामी नवलपुर नवलपुर। कति बेरबाट हुनुहुन्छ यहाँ? यहाँ भयो होला 15-20 के बिहेमा हो? हजुर। यो बहुत गाह्रो स्थिति देख्न सक्नुहुन्छ। हामीले विभिन्न व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ र अति आवश्यक परेको छैन भने कृपया यात्रा नगर्नु हुन पनि अनुरोध गर्न चाहन्छु।